हेलो साथीहरू, नमस्ते। टासी दिदीले स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म करेन्ट रामेन ओसेट 2 PM को मुखबङ भिडियो गर्न गइरहेको छु र मेरो भिडियोलाई फर्स्टदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला। नमस्ते, फेरि पनि मेरो मुखबङ भिडियो चाहिँ रेडी भइसकेको छ। सो लेट्स स्टार्ट। मसँग चाहिँ छ भन्नु बिर्सेछु 2 PM 2 प्याकेट अनि त्यहाँदेखि 2टा सस 2टा अन्डा अनि त्यहाँदेखि साग स्टार्ट। मैले यस्तो के अरे यो 2 PM 2 प्याकेट चाहिँ मैले कहिले गरेको थिएन, एक प्याकेट मात्रै गरेको थिएँ। त्यो खाइसक्छु कि सक्दिनँ है। कस्तो मुखमा पानी पानी आयो। एकदमै पिरो। मसँग चाहिँ पिउने पानी पिउनुको लागि चाहिँ मिरिन्डा, मलाई चाहिँ अरू मन पर्दैन, यही मिरिन्डा मनपर्छ। त्यसैले गर्दा मिरिन्डा ल्याएको, त्यो पनि धेरै छैन, अलिक थोरै थोरै मात्रै। पिरो हो। यो अन्डा कस्तो लोकल जस्तो नहुने क्या। सागको भातमा चाहिँ यता राख्नु। यो सागसँग चाहिँ मैले कहिले खाएको थिएन, त्यो अरूले खाएको देखेर मैले ट्राई गरौँ भनेर गरेको। सागको पत्ता सानो भयो कि क्या हो, कस्तो हुँदो रहेछ। मैले कहिले यो गरेको थिएन है। झन् सागको सिजन सिद्धिसक्यो। मिठै हुँदो रहेछ। यो 2 PM कसलाई मन नपरोस् र, यो कोरियन चाउचाउहरू कसलाई मन नपरोस्, सबैलाई मनपर्छ। मिठो लाग्यो मलाई त यसरी खाएको। पिरो अलिक कम्ती खाने बानी भएछ। कोही कोही बेला त यति धेरै पिरो खानु मन लाग्छ। मिठो हुँदो रहेछ। पुली त यो उसिनेको अन्डा कति धेरै मनपर्छ, धेरै खाएर होला आजकल अलिक त्यति मन पर्दैन। मेरो टेबल चाहिँ अलिक राम्रो भएन क्या, त्यही भएर अलिक अप्ठ्यारो हुन्छ। यो ससेज चाहिँ मैले फ्राई गरेको न, त्यतिकै उमालेको मात्रै, उसिनेको मात्रै।
फ्राई गर्न अलि अल्छी लाग्यो अन्डासँग उसिनेको यो चिकन सस चाहिँ मलाई कति धेरै मिठो लाग्छ बाङ्गो बस्यो खालि बाङ्गो बस्ने बानी भएर खालि बाङ्गै मात्र हुन्छ रामेन त सागसँग खाँदा मिठो हुँदो रहेछ मैले नजानेको देख्न चाहिँ देखेको थिएँ एकताल ट्राई गर्छु भने ल्याएको बेला जहिले बिर्सिँदो रहेछ साग निकाल्न अनि आज चाहिँ फर्स्टमै यो पकाउनुभन्दा अगाडि नै निकालेर राखेर क्या धोएर खानु पर्यो भनेर गुड 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 अब चाहिँ मसँग यसरी खानु पर्यो भयो यो चाहिँ नखाने काँचो धेरै खायो फेरि डाइरिया भयो भने अरूले 10 प्याकेट 20 प्याकेट कसरी खाइसक्ला मैले यो खाइसक्छ होला मैले यो 2 प्याकेट खानलाई कस्तो गाह्रो भयो गाह्रो भयो गाइस राति ड्युटीबाट आएर भर्खर खाना पकाउनुलाई रेडी गर्नु छ उनीहरूको चाहिँ डबल ड्युटी छ नि त मेरो चाहिँ होइन अनि यसो टाइम पास पनि हुन्छ एउटा भिडियो पनि हुन्छ भन्ने भनेको क्या धेरै गाह्रो दुई प्याकेट खाइसक्नलाई धेरै गाह्रो भयो मलाई चाहिँ साथीहरू लिपस्टिक लगाए जस्तो भइसक्यो है खोर्सानी चाहिँ थोरै हाल्नुपर्ने रहेछ खोर्सानी मतलब यही यसकै त्यो के अरे सस
फिल्टर लगा जस्तो देखिँदैछ। ए ज्यादा भयो यति छ। यो करेन्टसँग चाहिँ सुँगुरको मासु खाँदा चाहिँ मिठो हुन्छ होला, एकदिन ट्राई गर्नुपर्ने। तर के गर्नु, कुवेतमा सुँगुरको मासु पाइन्थ्यो नि साथीहरू, नेपालमा भएको मजाले खान्थ्यो। यस्तो सुँगुरको मासु खान मन लागिरहेको छ, कहिले गएर खानु होला। म ड्युटी गएर केही खाएको थिएन आज, यति नै हो। बिहान 2टा रोटी खायो, त्यति नै। सकाळ मेरो भिडियोलाई हेरेर अन्तिमसम्म साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अनि तपाईहरु नयाँ हुनुहुन्छ भने चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु, अनि कमेन्ट पनि छोड्नु होला। मेरो भिडियोलाई कस्तो लाग्यो प्रतिक्रिया दिनु होला साथीहरु। फेरि पनि यस्तै राम्रो राम्रो भिडियोहरु लिएर आउने छु। मेरो भिडियो हेर्नु